नमस्कार सम्पूर्ण साथीहरूलाई। साथीहरू, आज हामी तपाईलाई यस्तो कुरा जानकारी दिन चाहन्छौँ। जहाँ तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ, केही बनाउन चाहन्छ भिडियो है, एडभर्टाइजका लागि होस् अथवा चाहिँ कुनै पनि क्षेत्रमा केही फिल्डमा काम गर्नका लागि, त्यसको लागि तपाईलाई स्क्रिप्ट बनाउनु पर्ने हुन्छ र स्क्रिप्ट बनाएर पढ्दाखेरि चाहिँ पढेर लेखेर पढेको जस्तो देखिन्छ र हामीले अन क्यामेरामा बोल्दा आफैले स्वयं बोलेको कुनै त्यत्तिकै स्क्रिप्ट बिना नै बोलेको र कस्तो राम्रो बोलेको हामीले देख्छौँ है। तर त्यसको पछाडि सबै स्क्रिप्टेड हुन्छ र अरू चाहिँ त्यस्ता टेलिप्राप्टरहरू चाहिँ क्यामेराहरू त्यस्ता महँगा महँगा गेजेटहरू प्रयोग भएको देख्छौँ हामीले। हामीले पनि त्यस्तै धेरै खर्च नगरेर हामीले पनि मोबाइलबाट नै एउटै मोबाइलबाट नै टेलिप्राप्टर र क्यामेरा अन गरेर हामीले सेम चाहिँ यसरी चाहिँ बोल्न सक्छौँ है। त्यो कुरा म तपाईलाई देखाउन जाँदैछु। हामीले यसरी चाहिँ त्यो एप्सलाई डाउनलोड गरेर एउटै मोबाइलबाट स्क्रिप्ट लेखेर एउटै मोबाइलमा सँगै रेकर्ड गर्न सक्छौँ है। त्यसको लागि तपाईलाई म एउटा एप्लिकेसन भन्नेछु। हामी अब एप्लिकेसन प्ले स्टोरमा गएर तपाईले एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ साथीहरू। प्ले स्टोरमा गएर एलियन टेलिप्राप्टर भन्ने सर्च गर्नुहोस्। एलियन टेलिप्राप्टर भन्ने सर्च गर्नुहोस्। सर्च गरिसकेपछि हामीले यसलाई क्लिक गर्छौँ है। अब जस्तै मैले के भने, नमस्कार भनेर, नमस्कार साथीहरू, नमस्कार साथीहरू भनेर यसरी लेखेर आफ्नो विषय भिडियोमा के बोल्ने भन्ने बारे हामीले चाहिँ जानकारी लेख्न सक्छौँ। लेखिसकेपछि हामीले चाहिँ अलि यहाँनिर टाइटल दिने, फाइल 1 लेख्ने अथवा चाहिँ फाइल 1 लेखौँ। अनि यसरी चाहिँ हामीले सेभ गर्ने, सेभ गरेर चाहिँ यता आइसकेपछि सेभ गर्ने। सेभ गरेर हामीले चाहिँ अब यसलाई पढ्नु पर्ने हुन्छ है। भिडियो पनि एउटै मोबाइलबाट, जस्तै अहिले यो मोबाइल देखिराख्नु भएको छ, यो मोबाइलमा मैले भिडियो पनि रेकर्ड गर्छु र यसैमा चाहिँ हामीले चाहिँ पुरा स्क्रिप्ट पनि पढ्छौँ। तर त्यो स्क्रिप्ट एकदम लेखेको त हुन्छ तर मैले बोलेको जस्तै लाग्छ कि। एलियन टेलिप्राप्टर खोल्ने, खोलिसकेपछि यसरी अन गर्ने। अन गरिसकेपछि हामीले माथितिर सानो डिस्प्लेमा सेतो छ, यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि हामी बाहिर निस्किजाने। बाहिर निस्केपछि यो साइडबाट आफूले सानो बनाउन पनि मिल्छ, लामो बनाउन पनि मिल्छ, ठुलो बनाउन पनि मिल्छ। यसरी बनाएर हामीले माथि सार्ने। माथि सारेर हामीले चाहिँ यो ओपन क्यामेरामा आउने। ओपन क्यामेरामा आइसकेपछि यतिखेर तपाईँ देख्न सक्नुहुन्छ। ओपन क्यामेरामा आइसकेपछि हामीले यता सार्ने, यसलाई टक्क पारेर यता सार्ने है। यता सार्ने। यता सारिसकेपछि हामीले यो देख्न सक्नुहुन्छ। यता सार्ने। यता सारेपछि यसलाई ठ्याक्क मिलाउने, क्यामेरा नजिकै मिलाउने। क्यामेरा नजिकै मिलाइसकेपछि यसलाई यस्तो राख्ने। अनि त्यसपछि हामीले चाहिँ स्क्रिप्टलाई तल झार्ने। कति फास्टमा तपाईँ भन्न सक्नुहुन्छ है। जस्तै मैले अन गरेँ। संसारमा दुःख दिनेहरू पनि थुप्रै छन् र चलाखीले छक्क्याउनेहरू पनि उत्तिकै छन्, तर जो आफ्नो बुद्धि र सद्भावको कारणले, मैले यति भने। अब यो छिटो जस्तो लाग्यो तपाईलाई भनेपछि क्लिक गरेर हल्का स्पिड घटाइदिने। ल, स्पिड घट्यो है साथीहरू। अनि स्पिड घटेपछि यो समय पनि घट्छ, भिडियोको समय पनि छुट्टिन्छ। अब फेरि क्लिक गर्ने। अब मैले ट्याक्क पारेर एउटै लाइनमा पढ्नु पर्ने हुन्छ टेलिप्राप्टर जस्तै पढ्छु। संसारमा दुःख दिनेहरू पनि थुप्रै छन् र चलाखीले छक्क्याउनेहरू पनि उत्तिकै छन्, तर जो आफ्नो बुद्धि र सद्भाव दुवै प्रयोग गर्छ उनै साँच्चीकै सरल र सामाजिक स्वभावको मान्छे हो भनेर मैले यहाँ स्क्रिप्ट बनाएको छु। अब यसरी बनाएर मैले गर्दाखेरि यो क्यामेरामा हेरेर पढ्नुपर्ने हुन्छ। ठ्याक्कै क्यामेरामा आफ्नो फेस म्याच हुन्छ, यानि कि जस्तै पढिरहेको छ भन्ने नलागोस् कि अरूलाई। त्यसैले हामीले यसलाई सेटिङ मिलाउन सक्छौँ। यसलाई अलि अगाडि सारेर हामीले यो क्यामेरातिर हेरेर बोल्ने। त्यसरी ट्याक्क क्यामेराको किनारमा हेर्ने र बोल्ने। अब मैले तपाईलाई एकचोटि फेरि बोलेर पढेर गर्नेछु है। अलि छिटो गरौँ, ढिलो भयो होइन।
ल ठ्याक्कै माथि जानु पर्यो अनि त्यतिखेर बोल्ने। ल एउटा माथिको लाइन ठ्याक्कै आउट माथि जाओस्, त्यतिखेर क्यामेरामा म्याच हुन्छ। संसारमा दुःख दिनेहरू पनि थुप्रै छन् र चलाखीले छक्क्याउनेहरू पनि उत्तिकै छन्, तर जो आफ्नो बुद्धि र सद्भाव दुवै प्रयोग गर्छ उनै साँच्चीकै सरल र सामाजिक स्वभावको मान्छे हो। विशेष सन्दर्भ के हो भन्दा संसारमा दुई किसिमका मानिसहरू भेटिन्छन्। एक जो आफ्ना स्वार्थका लागि अरूलाई सुख दिन पनि पछि हट्दैनन्, अर्को जो आफ्नो चलाखी र चतुराई प्रयोग गरेर अरूलाई मूर्ख बनाउँछन्। मैले यसरी भने, यसरी बनाएर यहाँ टक्क पारेर सेभ गर्न सके साथीहरू। अनि हामी रोक्छौँ। यसरी चाहिँ हामीले चाहिँ अनि यसलाई सेभ गर्न सक्छौँ। राख्ने, स्क्रिन रेकर्ड भयो, सेभ गर्ने, अनि सेटिङमा गएर पनि यसलाई अझ फेरि कति स्पिड गर्ने हो, कति चौडाइ बनाउने हो, कति फोकस गर्ने हो, सबै कुरा यसमा जानकारी दिएको छ साथीहरू है। अब यहीभन्दा राम्रो किसिमको चाहनुहुन्छ भने तपाईँले चाहिँ अब अपग्रेड प्रो लिनुपर्ने हुन्छ, पैसा तिर्नुपर्ने हुन्छ। अब यो फ्रीमा भएको कारणले गर्दा यसले तपाईँका चाहिँ कन्टेन्टहरू बनाउनमा धेरै मद्दत गर्छ। आजको भिडियो यति नै। केही गल्ती भए क्षमा गरिदिनु होला। धन्यवाद साथीहरू। अब यसरी चाहिँ हामीले चाहिँ आफ्नै एउटै मोबाइलबाट टेलिप्रम्प्टर कन्टेन्ट लेखेर हामीले भिडियोमा प्रस्तुत गर्न सक्छौँ। धन्यवाद।